त्यो बाटो हिँड्दाखेरि मलाई डाइरेक्ट बाउको याद आउँछ कि किन भन्दाखेरि मेरो बाउलाई जलाएको उहीँनिर हो नि त उयो घाँसमा यही घाँसमा हो क्या मेरो बाउलाई जलाएको मा टकटक गागजा गर्दै ठन्डा पानी गरम चिया खाऊ बिरयानी भन्दै एकदम टाउको दुखेर यत्रो जोड चाहिँ पानी आयो सब आमाको मेहनत बर्बाद सब बगाइदिन्छ क्या। सो हे गाइस स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भ्लगमा। आयो हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। सो अहिले यत्रो मुस्किल यत्रो सफर एकदम हुन्छ नि त्यो रेलमा टकटक गागजा गर्दै ठन्डा पानी गरम चिया खाऊ बिरयानी भन्दै एकदम टाउको दुखेर रिस उठेको थियो अनि त्यही पनि आइपुग्यो राति यस्तो मुस्किलले हामी नाम्साई लगभग 5 बजी आइपुगेको अनि गाडी रिजर्भ गरेर नाम्साईदेखि अनि आमा र म आयौँ घरमा। हिजो आइपुगेको अनि भ्लग चाहिँ आज बनाइरहेको छु अनि अनि आज चाहिँ यसो घुर्नु पनि छ गाउँतिर अनि आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्छु। अनि म चाहिँ हल्का बिमारी छु तपाईँहरूलाई थाहै छ होला अस्तिको भ्लग हेर्नु भएको छ भने प्याज काटेर 5 जस्तो प्याज काटेको थियो ज्वरो आयो नि दबाई खाँदा पनि केही काम लागेको छैन अनि त्यही पनि जसो तसो गरेर अहिले एकदम शीतलमा। अनि हिजो राति यस्तो पानी आयो कि यस्तो पानी आयो अनि म सुत्ने रुममा त पुरा पानी छिर्छ नि त अनि घर पनि त्यस्तो छ अनि पानी छिरिहाल्छ नि त अनि पानी छिरेर रातभरि टेन्सन भइरहेको छ है। अनि अब घर पनि बनाउनु पर्ने हुन्छ हामीहरूको चाहिँ एकदम खत्तम भएको छ। अहिले अचानक यत्रो पानी पर्न आँट्यो कि घाम पानी हुन थाल्यो एकदम घाम पनि लागिरहेछ पानी पनि आइरहेछ के भयो जस्ट अहिले भर्खर म नुहाएर आएर डाइरेक्ट टिपकलबाट अनि नुहाइधुवाइ गरेर आएको एकदम पानी यस्तो जोड चाहिँ पानी पऱ्यो अनि कुद्दै आएको के भयो यार घाम पनि लागिरहेछ पानी पनि परिरहेछ अचम्म क्या होइन यस्तो घाम लागिरहेछ अनि पानी पनि परिरहेछ यति ल। अनि आमाले यस्तो मेहनत गरेर होइन टक्क घर लिप्नु हुँदै थियो घर सफा गरिराख्नु भएको थियो पानी आयो अब सब बगाइदिन्छ क्या उहाँ आमा लिप्नु हुँदैछ एकदम पेटी यसरी लिप्नु हुँदैछ क्या। अब यत्रो जोड चाहिँ पानी आयो सब आमाको मेहनत बर्बाद सब बगाइदिन्छ क्या। अनि यो हिजो फुलहरू पनि सफा गरेर एकदम काटेर एकदम बवाल तरिकाले ओ भाइ गड कत्रो ठुलो पानी आयो फेरि आइया घाम पानी भयो है गाइस यता हेर न पुरा एकदम है यस्तो मजाले घाम पनि लागिरहेछ अनि यस्तो जोड चाहिँ पानी पनि आइरहेछ। अहिले चाहिँ म फिलहाल यसो घुम्न जाँदैछु अनि टक्क वा आज यस्तो मौसम पानी आएर अहिले फेरि घाम लागिरहेछ होइन। अनि म हेर्नु न पछाडि पहाड यस्तो बवाल देखेको छ एकदम है यता साइड त एकदम बवाल देखिरह यो मेरो घर चाहिँ अनि घरको यता बाहिर यस्तो छ। अनि मैले चाहिँ यो तामुल खाएको है अरू खाएको होइन है। अनि यहाँ चाहिँ फर्सीहरू लगाएको छ क्या यहाँ चाहिँ फर्सीहरू लगाएको छ अहिले ठिक्क गोड्ने बेला भइसकेको छ दबाई सबै अस्ति हानिदियो दाइले गोडो पनि अरे एकपल्ट अब फेरि एकपल्ट अझै दबाई हान्नुपर्छ यहाँ चाहिँ यत्रो ठुल्ठुलो भइसकेको छ हुन्छ अझै यसो त्यहाँ दोकान पनि पठाउनु भयो आमाले अनि दोकानतिर पनि घुमेर आउँछ अनि यसो गाउँतिर पनि घुम्छ यताउति पुगेर आउँछु भनेर चाहिँ म निक्लिसकेको छु। सो अहिले चाहिँ मेरो गाउँको मौसम देखेर मलाई आफै लागिरहेको छ यो मेरो गाउँ हो कि होइन यस्तो बवाल मौसम भइरहेछ पानी परेर अहिले घाम लागेर होला कि एकदम बवाल भइरहेछ पहाडहरू पनि आज यस्तो दामी देखिरहेको वा हेर न है त्यहाँनिर झन् त अगाडि हरियो परियो वा। सो मेरो गाउँ त्यस्तै छ एकदम हरियो परियोले भरिएको है त्यो बवाल टाइपमा हेर्दा पनि एकदम सुकुन आउने एक जग्गा बसेर हेरिराख्नु जस्तो है। अनि सो अनि घर चाहिँ यताउति बाक्लै छ घर भनौँ न होइन टक्क अहिले चाहिँ फिलहाल म चाहिँ यता दोकानतिर जाँदैछु अनि घरतिर पस्दै होइन अङ्कल आन्टी घरतिर यस्तो के गर्नुहुँदैछ अब हालखबर सोध्नु पऱ्यो नि त है ल अहिले एकछिनतिर भेटौँ। सो फाइनली गाइस म चाहिँ एउटा दाइलाई भेट्न आएको थिएँ अनि दाइलाई पनि प्लस अनि यहाँ दोकान पनि आएको थिएँ सो दाइ चाहिँ गाईगोरु सार्दैछन् क्या फेरि अनि सो बाटो यस्तो खतम छ कि कसम बाटो सम्झिँदा मलाई हिँड्नु पनि मन लागेको छैन क्या। सो हाम्रो फाइनली हाम्रो दाइलाई पनि भेट्यो है के छ अनि ओला के छ भाइ के छ अहिले आउनु भयो हात चाहिँ अलिक गना छ के छैन म तपाईँलाई भेट्न आएको थिएँ अनि लास्ट दोकान पनि आएको थिएँ ठिक छ एकदम फाइनली दाइलाई भेट्यो अनि एकदम सँगले यहाँ मायालुको हात सम्झेर हिँड्नुपर्ने बेलामा गाई गाईगुरु सार्नु हुँदैन एकदम घाम चर्क्यो त यस्तो पानी परिरहेको थियो अघि अनि सो
सो फाइनली दाइलाई पनि भेट्यो अनि गफसप भयो एकछिन है त्यही हो केटाहरूको गफ अब त्यस्तै चल्छ नि त अनि दाइ पनि अब यसो काम गर्दै हुनुहुँदो रहेछ ग्यागुली सार्दै हुनुहुँदो रहेछ अनि म चाहिँ यसो यता दोकान निक्लेर जान्छु भनेर अनि सो तपाईँहरूलाई थाहा छ होला अघि पनि भने मेरो बाउ चाहिँ हुनुहुन्न म 6 वर्षको हुँदाखेरि बित्नु भएको हो अनि म यो बाटो हिँड्दाखेरि मलाई डाइरेक्ट बाउको याद आउँछ कि किन भन्दाखेरि मेरो बाउलाई जलाएको उहीँनिर हो नि त उयो घाँसमा यही घाँसमा हो क्या मेरो बाउलाई जलाएको अनि सो म यो बाटो हिँड्दा चाहिँ एकदम ठ्याक्कै याद आइदिन्छ क्या हुन्छ नि अब के भन्ने है कस्तो मतलब अलिकति अब जस्तै कि सानैमा हुँदाखेरि बाउ मेरो बित्नु भएको नि त मलाई त्यति याद पनि छैन क्या अलिअलि याद छ अनि त्यहाँबाट मैले त्यति बाउको माया पनि पाइनँ क्या मैले त्यति थाहा छ तर मैले बाउको माया नपाएर के हो होइन मलाई जस्तो कि बाउको माया आमाले दिइराख्नु भएको हुन्छ यस्तै कुरो त्यो कुरो छोडिदिउँ अब दोकानदेखि हल्का सामानहरू भाइले के म्यागी सेगी ल्याइदियो भन्दै थियो अनि त्यो लिएर जान्छु म यसै घुरेर जाने भनेको त्यो फाइनली गाइस मैले दोकानदेखि सामान पनि लिएर आइसकेँ अनि सामान चाहिँ त्यही म्यागी सेगी थियो अनि यही हाम्रो गाउँको ब्रिज हाम्रो चाहिँ यता घरदेखि निक्लिने बित्तिकै एउटा सानो रोड भेट्छ एकदम बवाल हाइवे भन्ने आएछ ला रोड भेट्छ अनि यसो यो रोडतिर यताउति बगान छ पत्ता टिपेर अहिले चाहिँ यस्तो भएको रहेछ एकदम बवाल भ्यू निक्लिन्छ यहाँनिर चाहिँ फोटोसोटो खिच्ने एकदम बवाल छ अनि सो अहिले चाहिँ म घरतिर जाँदैछु अनि यसो घरतिर गएर भेटौँ यस्तो बवाल भ्यू के तपाईँहरूको गाउँमा पनि छ प्लिज कमेन्ट गर्नु होला हेर्नु चारैतिर बगान छ बिचमा बाटो के छ कमेन्ट गर्ने है सो अनि एकदम मेरो चाहिँ गोलो रोटी नै बनाइदियो क्या मैले आज हो ऊ यहाँदेखि यस्तो हुरेको अनि एकदम एक राउन्ड मारेर आएको क्या फाइनली सो हाम्रो गाउँको पानीट्याङ्की है अहिलेसम्म पानी अझैसम्म बनिएको छैन पानी खानै पाइएको छैन बनाएको बनाइ बिग्रेको बिग्रे गर्छ अनि सो अनि आजको भ्लग तपाईँहरूलाई के कस्तो लाग्यो राम्रो लाग्यो भने प्लिज सब्सक्राइब गर्नु होला अनि यस्तै यस्तै भ्लग आइराख्ने छ तपाईँहरूको भाइ अजय भाइले भ्लग ल्याइराख्ने छ है अनि सो अझै पनि घुर्नै पर्ने छ गाउँतिर है देखाउनु छ तपाईँहरूलाई अनि सो नेक्स्ट भ्लगमा भेट्नुपर्छ चाँडै बाई बाई आजको भ्लग राम्रो लाग्यो भने सब्सक्राइब गर्नु होला बाई